अनि चाहिँ रक गार्डनमा आज सबैजना रमाइलो रमाइलो भनेको यही हो कि साथीभाइहरूसित अरू के छ र मडी लानु अब चाहिँ रक गार्डनको हामी नजिकमा आइयो है त्यो डाँडामा जाने हो त्यो डाँडामा पुगेपछि त्यो डाँडाको भिडियो फेरि देखाउँछु हजुरलाई कस्तो हुन्छ सुन्दर सुशील एकदम ठाउँकै हरियो हेर्नु त यहीँ बसेर रातभरि यहीँ सुतेर ट्याक्क बिस्तारा लाएर मासु भात पकाएर चामचुम खाना कतै मजा हुन्थ्यो त हजुरहरू पकाएर चामचुम खाने कतै मजा हुन्थ्यो त हजुरहरू आज चाहिँ पहिला घुम हाम्रो भयो सुपा देउडाली त्यसपछि सुपा देउडालीबाट चाहिँ साँझको 6:30 बजीतिर रक गार्डन आयो रक गार्डनको नजारा हेर्नुहुन्छ भने हेर्नुहोस् यस्तो छ अनि यहाँ हाम्रो पन्थ सर सबलाई नमस्ते छ हाम्रो यो साथी सनी देवल नमस्ते वहाँ मेरो दाई तो अभी हम लोग रक गार्डन रक गार्डनमा अब चाहिँ हामी साँझको 6:30 बजे स्टप गर्नुहोस् त यहाँ गफ लगाइरहेको के यहाँ त तेरिका तपाईँ बिगार्नु हो यार कट कति राम्रो मौसम के एकदम रमाइलो गर्ने जस्तो अनि हजुरहरूले पनि घुम्न आउन सक्नुहुन्छ यहाँ एकदम राम्रो ठाउँ छ अनि यता अहिले मन्दिर बन्दै हुन्छ यता बन्नलाई पनि पुरै फिनिसिङ भयो होइन मन्दिर बनेर रेडी छ तर वहाँ चाहिँ मन्दिरमा मूर्तिहरू अझै राख्न होइन यता हेर्नुहुन्छ अझै डाँडा त्यो डाँडामा अब जाने हो त्यो डाँडामा यताको नजारा हेर्नुहुन्छ भने हेर्नुहोस् कति राम्रो सुन्दर ठाउँ छ यो सबै कालो कालो ढुङ्गा भएको ठाउँ हो यो सबै कालो कालो ढुङ्गा भएको ठाउँ हो सब रक गार्डनको पनि सिन हजुरहरूलाई मलाई देखाउँछु रक गार्डनको सिन हेर्नलाई हामी अब चाहिँ त्यो डाँडामा जानुपर्ने छ अब त्यो डाँडामा जान्छौँ हामी अर्को भिडियो फेरि मैले हजुरलाई हाल्छु अहिलेलाई चाहिँ हामी यतिकै सबैजना रमाइलो गर्दै पुरै आज बिहान 12-1 बजीतिर हिँडेको अहिले 6:30 भयो अब चाहिँ हामी अलि 1 घन्टा त होइन आधा घन्टा घुमेर अब चाहिँ हामी जाने हो घरतिर लाग्छौँ हजुरहरूले पनि यसो कहिलेकाहीँ टाइमहरू निकालेर रक गार्डनको यसो नजारा हेर्न आउनु होला हस् त धेरै धेरै धन्यवाद।